गर्नुपर्ने काम गरिरहेको छैन। सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पुरा गर्नेतिर छैन। वास्तवमा यति बेला भूकम्प प्रभावित क्षेत्रका जनताले राहत पाएका छैनन्, बाढी पीडितहरूले चाहिँ राहत पाएका छैनन्, पुनर्निर्माणको काम भइरहेको छैन, भ्रष्टाचार व्याप्त छ, आर्थिक अवस्था जर्जर छ र निर्माण व्यवसायीले काम गरेको भुक्तानी पाएका छैनन्। अर्थात् अर्थतन्त्र अत्यन्त सङ्कटपूर्ण अवस्थामा छ। फेरि पनि राज्यलाई भार थपिने गरी पूर्व विशिष्ट पदाधिकारीहरूलाई चाहिँ आजीवन सुविधा दिने, सुविधा थप गर्ने खालको चाहिँ कानुन ल्याउँदैछ। यो आपत्तिजनक छ। यसप्रतिमा घोर आपत्ति व्यक्त गर्न चाहन्छु, यसको भत्सना गर्न चाहन्छु र सरकारले तुरुन्तै यो कदम चाहिँ फिर्ता ल्याओस्, पछाडि फर्कियोस् र सरकारले चाहिँ संसदमा यो विधेयक ल्याउने धृष्टता नगरोस्। म एक किसिमको चाहिँ चुनौती दिन चाहन्छु। सभामुख महोदय,